Hello, I'm Dr. Eunice. So, आज चाहिँ म अर्किड फेस्टिभलमा छु पाक्योङ आइसिआर. Today, I'm pleased to introduce a young entrepreneur and inspiration to countless youngster. Please welcome Mr. Rajat Thakuri, the proprietor of Thakuri Nursery, Sonada. Hello. Thank you. Hello, ma'am. Being a PhD scholar, life took an unexpected turn. So, how come an academician turned a nursery owner? So, यसमा चाहिँ तपाईको इन्स्पिरेसन के छ? इन्सपिरेसन चाहिँ बाबा हुनुहुन्छ। बाबाले चाहिँ पहिलादेखि सानो आफ्नो घरमा घरको लागि फुल रोप्नुहुन्थ्यो उहाँको हबीको रूपमा। एन्ड त्यसबाटै मैले अलिअलि सिकेको थिएँ, त्यसमा अलिकति नलेज थियो। एन्ड किनकि मेरो स्टडी जुन चाहिँ छ मैले बोटनीमै मास्टर्स पनि गरेको हो, त्यसबाटै पिएचडी गर्दै थिएँ। एन्ड वेन पिएचडी गट रङ ब्याक आएपछि आई वाज इन लट अफ स्ट्रेस, बट मेरोमा जुन चाहिँ त्यो थ्योरिटिकल नलेज थियो प्लस अलिअलि प्र्याक्टिकल नलेज मेरोमा बसेको थियो प्लान्टलाई। अनि त्यो प्लान्टलाई मैले नै फोकस गर्न थालेँ, त्यसलाई नै मैले स्याहार्नु थालेँ। त्यही टाइममा दार्जिलिङ वाज इन सो मच अफ अनरेस्ट। 2017 को जुन चाहिँ एजिटेसन थियो एन्ड 20मा कोरोना भयो है, त्यसले लकडाउन इन्ट्रोड्युस गर्यो। अनि त्यो कारणहरूले गर्दाखेरि वी वर फाइनेन्सियली डाउन, मेन्टली त अब ब्रेकडाउन भइरहेकै थियो मलाई। अनि त्यसको लागि चाहिँ सबभन्दा राम्रो तरिका चाहिँ मैले प्लान्टलाई देखेँ, किनभने प्लान्टले चाहिँ मलाई के सिकाएको छ भन्दाखेरि इट गिभ्स अस लट अफ पेसेन्स। त्यो पेसेन्सले गर्दाखेरि जब त्यो सानो सिडलिङलाई हामी उमारेर त्यसलाई फुलाउँछौँ, त्यो समय ब्लुमिङ टाइमको जुन चाहिँ पेसेन्स हामीले राख्छौँ, त्यो पेसेन्स लेभलले हाम्रो लाइफलाई पनि धेरै हेल्प पुऱ्याउँछ। हो जुन कुरो तपाईँको कन्ट्रोलमा छैन त्यो त तपाईँले कहिले पनि कन्ट्रोल गर्नु सक्दैन, बट जुन चाहिँ कन्ट्रोलमा छ त्यसलाई हामीले लिएर अगाडि बढ्यो भने चाहिँ इट विल बी बेनिफिसियल फर बोथ। तपाईले नर्सरीमा आफ्नो करियर स्टार्ट गर्छु भनेर भन्नुभयो, हामी सबैलाई त्यस्तै फिल हुन्छ। बट देन एउटा प्लान चाहिँ त्यति बेला स्ट्रक हुन्छ वेन यु फेस च्यालेन्जेस। सबैलाई चाहिँ एउटा अहिलेसम्मको जर्नीमा चाहिँ एस्टाब्लिस्ड नर्सरी जुन चाहिँ छ, सबभन्दा ठुलो च्यालेन्ज तपाईको के फेस गर्नु फर्स्ट पर्यो? अफ अल च्यालेन्जेस के थियो भन्दाखेरि चाहिँ नर्सरी प्लान्टर रोपे, यसलाई मार्केटिङ कसरी गर्ने, तपाईँको प्रडक्ट निक्लिन्छ, तपाईँले प्लान्ट बनाउन सक्नुहुन्छ, फुल फुलाउन सक्नुहुन्छ, तर त्यसलाई लगेर कहाँ बेच्ने, त्यो चाहिँ सबभन्दा मेन क्वेसन हुन्छ। मार्केटिङमा चाहिँ सोसियल मिडियाले ठुलो हेल्प पुऱ्याउँदो रहेछ, मलाई थाहा पायो। तर ठकुरिस नर्सरी भनेर चाहिँ नाम चाहिँ जब मैले फेसबुक पेजबाट सुरु गरेँ, त्यहाँबाट चाहिँ यसको कोइन भयो भन्नु टर्म स्टार्ट भयो। एन्ड सेकेन्ड च्यालेन्जेस भयो चाहिँ स्केल अप कसरी गर्ने, मार्केट कसरी प्रडक्सन गर्ने, बिकज फ्लोरिकल्चर भनेको यस्तो चिज हो जस चाहिँ तपाईँ पहिल्यै प्रिपेयर हुनुपर्छ। यो साल कुन फुलले मार्केटिङ पक्रिन्छ, मार्केटिङ स्ट्राटेजी, न्यारेटिभ्सदेखि लिएर विभिन्न प्रकारको कुरोहरू हामीले सोच्नुपर्छ। जस्ट म नर्सरी रन गर्छु भनेर मात्रै हुँदैन, बट यु हेभ टु बी वेल प्रिपेयर्ड हुन्छ नि। सो इट्स नट जस्ट अबाउट प्रड्युसिङ द प्लान्ट, बट स्टडी, मार्केटिङ स्ट्राटेजी, क्रिएटिङ न्यारेटिभ्स। अपार्ट फ्रम द्याट तपाईँ जति नै एक्सपिरियन्स किन नहोस्, यु निड टु लर्न एभ्री डे about every flower, then only you will be able to do good business. When you work through your nursery, when you see your efforts blooming, what comes to your mind? How do you feel about it? मेरो इन्सपिरेसन चाहिँ क्रिकेटर एमएस धोनी हुनुहुन्छ। उहाँको एउटा लाइन जुन चाहिँ छ, बिलिभ इन द प्रोसेस, डोन्ट वरी अबाउट द रिजल्ट भन्छ। अनि मलाई चाहिँ प्रोसेसमा बिलिभ लाग्छ। अनि म जे सक्छु, मैले अघि नै भनिहालेँ, जुन चाहिँ मेरो हातमा छ, जुन चाहिँ कन्ट्रोलेबल छ, त्यसमा म ज्यादा फोकस गर्छु है। त्यसलाई मल माटो कसरी दिनु, त्यसलाई केयर कसरी गर्नु पर्यो, एन्ड त्यो ब्लुम चाहिँ एट द एन्ड रिजल्ट हो। मलाई चाहिँ के लाग्छ भने म चाहिँ डेस्टिनेसन भन्दा पनि ज्यादा चाहिँ जर्नीलाई इन्जोय गर्ने मान्छे हो। मलाई चाहिँ त्यो प्लान्ट उम्रेकोदेखि बढ्दै बढ्दै गर्दै गर्दै जब जान्छ त्यति बेला चाहिँ मलाई त्यो इन्जोय गर्छु, न कि ब्लुम भएको। किनभने ब्लुम भएपछि चाहिँ मलाई के हुन्छ भन्दाखेरि चाहिँ अब चाहिँ मेरो फुल बिक्री हुन्छ भनेर मलाई लाग्छ। अनि त्यसले गर्दाखेरि चाहिँ मलाई त्यति बेला चाहिँ सायद जतिको म जर्नी इन्जोय गर्छु त्यतिको सायद डेस्टिनेसन अलिक कम्ती इन्जोय गर्छु। भेरी नाइस, भेरी इम्प्रेसिभ, भेरी इम्पोर्टेन्ट क्वेसन। आई फिल म तपाईँलाई हेर्छु, तपाईँलाई रोल मोडल देख्छु। देन आई हेभ अ क्वेसन टु एभ्रीबडी वाचिङ आउट देयर. हाउ क्यान यङ पिपल टर्न देयर एजुकेसन इन्टु इनोभेसन एन्ड एन्टरप्रेन्योरसिप instead of waiting for employment? इट अल डिपेन्ड्स अपन यर सेल्फ। कसैको अन्डरमा काम गरेर तपाईँको फ्यामिलीको लागि मात्रै अर्न गर्न चाहनुहुन्छ कि तपाईँले कसैलाई काम दिएर उहाँको फ्यामिली जस्तै त 3-4 जना तपाईँ आफ्नो जस्तै 4-5 जना फ्यामिलीलाई सपोर्ट गर्न चाहनुहुन्छ? त्यो इट अल डिपेन्ड्स अपन यु। जहिले पनि भन्छ डिजायर एन्ड निडमा जब तपाईँले फरक छुटाउन सक्नुहुन्छ तब तपाईँ डिफाइन पर्सनालिटी भएर निक्लिनुहुन्छ बाहिर, होइन? म चाहिँ त्यो फिल गर्छु। म अम्बानीको स्ट्याटसमा चाहिँ पुग्नु चाहिँ मन छ मलाई,
म अम्बानी चाहिँ हुन चाहदिनँ तर मलाई अम्बानीको स्ट्याटसमा चाहिँ पुग्नु इच्छा छ किन छ भन्दाखेरि चाहिँ बिकज त्यो स्ट्याटसमा पुगेर चाहिँ म 1000 फ्यामिलीलाई म के गर्नु छु सपोर्ट गर्न सक्छु स्पेसली वेन वी टक अबाउट होइन सिक्किम दार्जिलिङ इभन इन इन्डिया अहिले हामीले आँखा चिम गरेर ढुङ्गा हान्यो भने नि एकजना ग्रेजुएट या मास्टर्सलाई हामीले त्यो ढुङ्गाले लाग्नु सक्छ त्यतिको ज्यादा पढेको छ बट जब छैन कहिलेसम्म चाहिँ जब जब भनेर हामी रोइरहने युज यर स्किल जे पढेको छ त्यो स्किललाई डेभलप गर त्यो स्किललाई युज गर नलेज जे छ त्यो नलेजलाई युज गर क्वालिफिकेसन छ त्यसमा मात्रै भर नपरेर आफ्नो स्किललाई डेभलप गर्नुहोस् अनि स्किलमा डेभलप गर्दै गएपछि अटोमेटिकली वन्स यु आर गुड इनफ देन स्टप वर्किङ फर फ्री द्याट इज भेरी इम्पोर्टेन्ट स्किललाई इन्हान्स गर्नुहोस् त्यहाँबाट आफ्नोमा के क्वालिटी छ त्यो क्वालिटीलाई निखार्नुहोस् एन्ड डोन्ट फोकस अन गेटिङ द जब फोकस अन गिभिङ द जब त्यो चाहिँ भन्न चाहन्छु Thank you so much. So, ladies and gentlemen, so this was Rajat Thakuri. So, I hope tapalai yo vlog man paryo hola, and it is so enriching. Uhaसँग बात मार्दा and trust me, he's so humble. So, thank you so much, Mr. Rajat. It was nice talking to you, and I think तपाईहरु पनि I think हैन you must come to this festival. यसले तपाईलाई मन मात्रै हेर्न तपाईको दिमागदेखि लिएर तपाईको सोललाई नै ब्लुम गर्ने सो बाइ बाइ ह्याभ अ गुड डे